हेलो गाइज वेलकम टु माई न्यू भिडियो। सो हामी चाहिँ अहिले हामी रुमबाटै ब्लग स्टार्ट गरिरहेछौँ, दुईजनै छौँ सँगै होइन। सो हामी चाहिँ अस्ति गएको इन्डिया घुमेर आएर अब रेगुलर हामी काममा खटिरहेछौँ। सो अहिले हामी रुममा बसिरहेछौँ। म पानी खाइरहनु भएको बिहान बिचरा यस्तो काम गरेर आएको मान्छे, बिहानै 4 बजे 5 बजे उठेर 17जनाको लागि खाना पकाउन गएको मान्छे। 17जनाको लागि खाना पकाएर आएर एक गिलास पानी खाने लाहन बड्डा हुन्छ। बड्डी के गर्ला हाम्रो भुसा काम छैन यिनीहरूको यार। बुझेँ मैले भैँसी पाल्दैनन्, यतिकै खेरा मात्रै गराउँछ। सो त्यही हो, अहिले चाहिँ हामी रुममै बसिरहेछौँ। सो आज हामी के गर्छौँ, जे गर्छौँ सबै कुराहरूमा सेयर गर्छौँ। सो हामी अहिले फिलहाल रुममै छौँ है गाइज। आजको मौसम यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ। ए खसे म यार के भयो रे। सो आजको मौसम यस्तो छ। यो हाम्रो खेत बिउ रोपिसकेका छौँ हामी। हेर्नुहोस्, यो चाहिँ हाम्रो सबै वहाँसम्म आइरहेको छ। देउपाल काम गरेर आज भुसा बालिरहेको छौँ हाम्रो। के गर्ने यार, यस्तै छ जिन्दगी, चलिरहेको छ जे होस्। गाउँमा मरेको छैन भनेर क्या, बाँचेको छ। डुई सो यो हाम्रो वरिपरिको ठाउँ यस्तो छ। यो वर्ष हाम्रो आँप आएन कि राम्रोसँग। यो बहुत मिठो आँप हुन्छ पक्का। यसको आयो काम गरेर जिस्काइरह मान्छे। 200 रुपियाँ किन ल्याएको र? मैले अस्ति करेला ल्याएको थिएँ, त्यो बजेलाई ल्याइरहेको थिएँ। यहीँ काम गरिराख्नु भएको थियो र उहाँ खेतमा पुग्नु भएको। गराउन हेर्न गयो होला, अहिले घर गएर गयो नि त। लौ न मिलेर राखिदिनु फेरि 200 रुपियाँ बाजेलाई दिनु त। त्यही त पैसा बाजेले दिने हो, क्रिम बजेलाई दिने हो कि भनिराख्नु भएको थियो। मेरो लागि कहिले ल्याइदियो भने गिफ्ट होइन, गिफ्ट सिफ्ट होइन, त्यो बुढाबुढीलाई। मजा पनि त्यसो भए ओके। गरिरहेछ हाम्रो त यस्तो घाम गरिरहेछ, मा कसम मर्ने जस्तो घाम छ यार अहिले। उहाँलाई यस्तो काम गर्न पनि आउँछ, म आफै निकालिदिन्छु भनेको। उहाँ आएर रेडी भइसक्नु। त्यो चाहिँ मेरो लागि आफ्नो लागि राखिराख्नु भएको। मेरो लागि दही पनि रेडी पारिसक्नु भएको छ। आजको तरकारी मिठो मिठो छ। भित्रको खाने दिनु म आफू लान्छु। त्यहीँ राखिदिनुहोस्, यही मात्र राखिदिनु भातमा। सो फाइनली गाइज हामी स्टार्ट गरिसक्यौँ होइन। यो हाम्रो ब्रेकफास्ट स्टार्ट भयो 8:30 बजे। अनि अब खाना खाएर हामी आफ्नो कामतिर लाग्ने हो। त्यही भएर तानचाली खाएर अनि सकाएर त्यसपछि आफ्नो कामतिर लागिहाल्नुपर्छ है। सो गाइज यहाँ एउटा पोपल भएको छ यो मान्छेले, हेर्नु। म मार्केट जाम भन्दाखेरि हिजो एकदमै गर्मी थियो के। अनि सुन न होइन, यो हाम्रो कुरा भएको थियो होइन, धेरै गर्मी थियो। अनि सोलर पावर किन्ने भनेर सोचिरहेको थियौँ हामी, किनभने हाम्रो फ्यान चल्दैन नि दिनभरि। अनि यसो जाम्ला पाडी यसो कृष्णनगर 30 वाटको ल्याम्ला होइन पङ्खा चलाउनलाई भनेर हिजो बुढाबुढी कुरा गरेर आऊ। अनि आज आएर त मार्केट जाम भनेको त यति टाढी जाने मार्केट, यति टाढी जाने। अनि मैले भने 8:30 भइसक्यो क्या, 9 भइसक्यो। यो मान्छेलाई कहाँ बुझिरहेको छ भनेपछि यही 4 नम्बर भट्नेमा जहाजहरू चाहिँ कहाँ लिएर जाने भनेर। त्यो मान्छे अब लास्टमा त यहीँ पो सोच्यो रहेछ मान्छेले बिर्सेर।
म चाहिँ आइपुगेँ आज 4 नम्बरको बजारमा बिहिबारको रुखको मुनि। यहाँ चाहिँ अलि शीतल लाग्छ कि भनेको झन् गर्मीले ओ माई लर्ड। बिहान मम्मीले टिका लगाइदिइराख्नु भएको थियो। मेरोमा कस्तो टिका लाग्छ, पहेँलो टिका लाग्छ, तर बाबुकोमा सेतो टिका रातो राख। म देखाइदिन्छु। यता हेर्नु त, यता हेर्नु, यता पुरै फर्केर हेर्नु न, उठ्याएकोमा रातो लागिरहेको। मेरोमा फेरि पहेँलो लागिरहेको। यस्तो गर्मीले यति कालो भए, यति कालो पसिना। अब चाहिँ उहाँले बाँध्न स्टार्ट गरिसक्नुभयो। मैले चाहिँ भुइँको लाउँछु टन्न भुइँको। ए प्रभु, यसरी कसरी बाँच्ने होला, बरु उठाएर ल्याइजा। फाइनली गाइज हाम्रो दोकान लगाएर रेडी भइसकेका छौँ हामी। एन्ड अहिले मान्छे कोही पनि आएको छैन, एकदमै गर्मी छ नि त, द्याट्स वाइ मान्छे कोही पनि छैन। पसल एकदमै राम्रो देखेछ, हेर्न सक्नुहुन्छ हाम्रो पसल। एन्ड मेरो बाबुले चाहिँ सुतिरहनु भएको। मस्त यता हावा आइरहेको छ यताबाट, अनि सुतिरहनु भएको। सो दिस इज गुरु फ्यान्सी स्टोर, आजको हाट बजार है। कसले चाहिँ यो बालेनले लाएको ट्र्याक, बालेनले लाएको बुटलबाट आएको बालेन ट्र्याक हेर्न सक्नुहुन्छ, अहिलेको भाइरल ट्र्याक है। सो अहिले सन्नाटा छ बजार। फाइनली गाइज हामी बजारबाट घर आइसक्यौँ। यति गर्मी छ, गलु मलु नङ्गा पुङ्गा भएको, पुङ्गा 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 डिङ 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 डिङ। यत्रो बुढी छ, बाफ्रे। कति महिना भयो सानो, कति महिना भयो? जिसको नदिने यस्तो जाडो मान्छे, यस्तो गर्मीले च्याप च्याप भएको छ ज्यान पनि होइन। यति धेरै पसिना निस्किन्छ, यति धेरै पसिना निस्किन्छ, बाफ्रे डडम। गरेर चुहाइदिनु मन लाग्छ मलाई। अब चाहिँ हामी खानासाना खाएर मस्त सुत्ने। हजुरलाई थाहै छ मेरो फेभरेट भनेको सुत्ने हो। सो गाइस फाइनली फ्रेस भइएछ बजारदेखि आएर। अनि एकदमै गर्मी छ कि एकदमै गर्मी छ हाम्रो त। अब चाहिँ खानासाना खाने एन्ड रेस्ट गर्ने। एन्ड बाबु चाहिँ एकदमै ठकाइ लागिसकेको छ दुइटैले होइन, बाबुले मलाई पनि। सो आजको ब्लग यति नै होइन। हाम्रो ब्लग सानोतिनो मिठो बनाउने प्रयास गरिरहेछौँ, धेरै त के भनौँ होइन। सो अब चाहिँ खाना खाएर सुत्ने होस्। तपाईँहरूको पनि दिन राम्रो बित्यो होला भने आशा गर्दछु। हाम्रो चाहिँ यसरी नै बित्यो होइन। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हामीलाई मन पराउनु हुने, माया गर्ने मान्छेहरूले लाइक गर्नु र च्यानल सब्सक्राइब गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई, भोलि फेरि भेटौँला।